यो गाइज व्हाट इज अप हजुरहरुलाई पनि फेरि पनि स्वागत छ हाम्रो च्यानलमा। मेरो यो साथीहरुमा आज चाहिँ यस्तो घुम्न गएको छ। अगाडिको बाटो हेर्न सक्नुहुन्छ, यतातिर हेर्न सक्नुहुन्छ बारीहरु छ, बारीहरु घरहरु। यतानिर नहरमा पानी आइरहेको छ। अगाडि गाउँमा हामी दुईटा चाहिँ आज यसो घुमघाम। हामी चाहिँ मामा भान्जा हैन त गाइज, हामीलाई पछाडीको मामा अगाडिको चाहिँ भान्जा। ल हाम्रो यो मान्छा मामा 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 मामाले सेलरोटी खुवाउने भनेर लगेको पैसै झरेछ के गाइज, 50 रुपैयाँ हैन मामा? हो भान्जा। त्यही भएर अब हामी जाँदैछौँ। हाँक्नु अलिक गाह्रो भयो। मामाले अब इन्टरभ्यू लिन्छन् है त। ल मामा राम्रोसँग। ल गाइज आज चाहिँ हामी मेरो च्यानल हेर्नु होला गाइज, रबिन्डन 123 सर्च गर्नु होला गाइज। मेरो च्यानल मन पर्यो लाइक सब्सक्राइब कमेन्ट पनि गरिदिनु होला गाइज। राम्रोसँग हेर्नुहोस् होला, मन पर्यो भने अझै 5-10 चोटि हेरिदिनु होला है त गाइज। अब हामी जाँदैछौँ। मेरो नाम चाहिँ रबिन राणो। उयो हाम्रो यहाँ मामा छ, म चाहिँ मामा ऊ चाहिँ भान्जा हो गाइज। हेर्नुहोस् होला हामी जाँदैछु। तपाईँहरू अगाडिको सिनहरू पनि छ भने हेर्नु होला मेरो साथीहरू, हेर्नुहोस् होला। यतातिर घर बन्दैछ गाइज, यतातिर नहर हेर्नु होला। यतातिर गोठहरू छ गाइज। हाम्रो काली मैया पायो है गाइज, हेर्नु होला। हेर्नुहोस् साथीहरू हामी जाँदैछु। यहाँनिर चाहिँ हाम्रो जोन डियर 510 हेर्नु होला, हेर्नुहोस् होला। अब हामी जाँदैछु अस्तिको बाटोमा रामपुर भन्ने ठाउँबाट जाँदैछु गाइज। हेर्नुहोस् होला हामी अगाडिको सिन हेर्नु सक्नुहुन्छ गाइज। ल भान्जालाई चाहिँ भान्जा ल हेर्न सक्नुहुन्छ गाइज हजुरहरूले। अगाडिको सिन हेर्न सक्नुहुन्छ हजुरहरू। अब राम्रोसँगले ल अगाडिको सिन हेर्छौँ। यो चाहिँ हाम्रो रामपुर चोक हो। यसलाई चाहिँ रामपुर चोक भनेर चिनिरहेछ। र मामा पनि जोक हानिरहेछ होइन गाइज। अझ चाहिँ हामी यता चाहिँ हजारिया यो रामपुर चोक भनेर चिनिन्छ। यो रामपुर स्कुल, रामपुर स्कुल। यो चाहिँ हाम्रो मामा पनि मजाक हानिरहन्छ। हट्नुहोस्, हामी अगाडि सिधै जाउँ होइन मामा? होइन के मामा, हामी चाहिँ आज त्यो खोलाभित्र पसेर हामी आज मामा घर जाने। खोला तर्ने कि नको तर्ने गाइज हेर्न सक्नुहुन्छ। ल गाइज 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 मामा भान्जा बचाऊ। ला मामाको गोटा फुट्ने हो। ब्रेक लगाइरहेछ। ब्रेक लगाइरहेको छु कि मामा, ब्रेक लगाइरहेको छ हाम्रो भिआइपी साइकल। अगाडिको सिन हेर्न सक्नुहुन्छ। हामी हेभी ड्राइभर नबनौँ होला, फेरि हेभी ड्राइभरको चक्करमा हामी फेरि सर फुट्नु पर्ला गाइज। ए मामा तपाईँ पनि के कुरा गरेर हाम्रो यस्तो अफरोड बाटो हुँदा फेरि मरिहाल्दैछ नि मामा। उत्रिनु पर्यो, धकाल्नु पर्यो मामा। मामा 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 तपाईँ डराउनु न अगाडि। ल मामाले यहाँ डराउनु भयो। हामी चाहिँ यसो हेर्न आएको थियो परिस्थिति यहाँको यस्तो पारा रहेछ। ला बहिनीहरूको साइकललाई के भएछ सोध्न जाउँ न। मामा मद्दत गर्न जानु भइसकेको छ। ल मामाले चाहिँ मद्दत गर्नु होला सिद्धि गर्ने। हाम्रो मामा चाहिँ एकदम सहयोगकारी हुनुहुन्छ के। दुईटा बुनुको साइकल चाहिँ हिलोमा छिडेछ। एक्सिडेन्ट भयो बुनु? हेर्न सक्नुहुन्छ। गाइज कस्तो लाग्यो, मन परेन गाइज? मन पऱ्यो लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। के छ भान्जा? हामी अलि भित्र पसेर आऊँ न त। ल देऊ भान्जा, म पक्रिन्छु अब। ल्याउ न भान्जा। हेर्नु न मामा तपाईँ पनि कहाँ जाने के भान्जा? मामा हामी चाहिँ यसो खोला तर्दै एकचोटि भिआइपी साइकल देखाइदेऊ न मेरो। ल हाम्रो भिआइपी साइकल त्यहाँ उभिएको। हामी होइन कि हामी अगाडि जानुपर्छ कि मामा। फेरि चप्पल बुर्ज खलिफा हरायो भने त सधैँ जाउँ न। ट्र्याक जाउँ न हामी, उता पारी जाउँ न एकचोटि हेरौँ न।
यस्तो बाटो त छ गाइज चिप्लेर अहिले फेरि ठाडो मुन्टो हुन्छ गाइज ए भान्जा कहाँनिर जानलाई पानीतिर ल साथीहरू तपाईँलाई मनपर्छ कि पर्दैन यस्तो ठाउँ कमेन्ट गरिदिनु होला गाइज हामी चाहिँ हिँड्दैछौँ मामा र भान्जा होला आछु जिजुको दिदी चाहिँ पानी भित्रतिर ओहो गहिरो हुँदै गइरहेको झन्डै मैले माथिपट्टि गाइज तातो मुनिपट्टि चिसो आहा मर्छ गाइज यस्तो पाराले चिप्लेर मर्छ ला गाइज गहिरो गहिरो हुँदै गइरहेको छ गाइज गाइज हामी ला धस्यो गाइज थाइ लेखेर यो मामा भान्जा म तिमीलाई बताउँछु गाइज म चाहिँ अगाडि जाँदैछु हेर्नुहोस् होला अब चाहिँ गहिरो छैन गाइज हेर्नुहोस् होला गाइज मन पऱ्यो लाइक सब्सक्राइब गरिदिनु होला यति पानी कटेकोमा मामा अहिले कमेन्ट गर्यो भने तपाईँ हाम फाल्न सक्नुहुन्छ यो पानी गरिदिने हाम फालेर लाइक कमेन्ट मात्र गरिदिनु अहिलेको अहिले हाम फालिदिनु सक्छ गाइज हामी ल अहिले कहिले 50,000 सब्सक्राइब चाहियो गाइज मलाई गाइज म यो न अर्को पामा त होइन गाइज भान्जा फेरि बुनुहरू धस्यो जस्तो छ त्यो बुनुहरू के हो पारा मुन्ने के छ मुन्ने भान्जा कता जाने अब हामी माथि जाउँ न गाइज हेर्नु सक्छ होला मेरो भान्जा यहाँ ए छुच्चे भान्जा यहाँ हाम्रो पुच्चे मामा छ हामी चाहिँ यस्तरी पडापट हिँडेर छ मेरो बडी हेर्न सक्नुहुन्छ यत्रो बडी छ मैले त सिकाएको यसलाई 1.5 वर्ष भयो होला जिम गएर आएको मामाले भर्ना गरिदिएको जिममा प्रोटिन चाहिँ म आफैले किनेर खाएको है गाई चाहिँ यहाँ बाख्रा हेर्न सक्नुहुन्छ तपाईँको फेभरेट डाइलग के हो मुख छाड्नेमा ए भन्नु हुँदैन मेरो त भोसडी लो भोसडी दाल भात तरकारी भान्जा त अझै तिम्रो मेरो चाहिँ सबै हजुरलाई नमस्कार भोसडी ले लो गरम गरम भोसडी ले लो भोसडी ले लो गरम गरम यही हो गाइज ल अगाडिको सिन हेर्न सक्नुहुन्छ हजुर पहाड कस्तो रमाइलो देखेको छ उडिरहेको छ यहाँ बसिरहेको छ हाम्रो पारी टिङ्कु हो यसको नाम सिन हेर्न सक्नुहुन्छ गाइज हेर्नुहोस् होला फेरि हामी जाँदैछौँ मामा भान्जाको बारेमा हेर्नुहोस् होला आज चाहिँ हामी पहिरो झरेको ठाउँमा जाँदैछौँ ल हेर्नुहोस् होला ल मन पर्यो भने लाइक सब्सक्राइब कमेन्ट डैले कहिले ठोकिदिनु होला मामा के पो भान्जा दिनुहोस् यो हात बिहे गरेपछि छोड्ने होला होइन मामा भान्जाले बिहे गरेपछि मेरो हात छोड्ने हो तपाईँले चाहिँ भने नि मामा बुढो हुन थालिसक्यो बिहे गरे होइन अहिलेसम्म कहाँ बुढो गरी बस्छ भर्खर त 18 वर्ष छ 18 वर्षमा अहिले देखेर लाइसेन्स बनाएर विदेश खँदार दिनुपर्ने लगाइछ हेर्नुहोस् हाम्रो मामा कति बैमानी छ पैसा कमाउँदैन खाली खायो पियो डुल्यो रक्सी खायो माथि हिँड्यो भन्न मिल्दैन है गाइज हाम्रो मामा एकदम सोझो छन् अगाडिको सिन हेर्नुहोस् यता हेर्न सक्छ अब मेरो भान्जाले उल्टी हान्छ हेर्नुहोस् होला है गाइज ल है त गाइज भान्जालाई उल्टी हान्थ्यो मैले अस्ति भर्खर सिकाएको उल्टी है गाइज तपाईँहरूलाई मन पर्यो भने लाइक सब्सक्राइब पनि कमेन्ट पनि गरिदिनु होला भान मामाको लागि ठिक छ अलि यता अलि मुनिको हो त्यस्तो ती बस मामा गाइज ल यतिकै राख्नुहोस् है त्यतिकै राख्नु है सडी ले लो गाइज मन पर्यो लाइक सब्सक्राइब कमेन्ट अहिले कहिले चाहियो मलाई गाइज मन पर्यो भने मामाको लागि गाइज हेर्नुहोस् होला सरी हाम्रो मामाको चाहिँ प्रेसर अलि कडा खाके हामी चाहिँ यस्तरी बाटो गइरहेको छौँ हजुरलाई कस्तो लाग्यो लाइक सेयर कमेन्ट गरिदिनुहोस् आजको लागि यति नै बाई।